Welcome back to my channel. जुन चामल लिँदा नि हुन्छ। आज चाहिँ मैले लाओसको खाना लिएर आएको छु अनि लाओसको नेसनल डिश चाहिँ लाब हो। आज चाहिँ हामी जे लाब बनाउँदा नि हुन्छ, मैले चाहिँ पोक लाब बनाउन गइरहेको छु। यो राइसलाई चाहिँ चामललाई अब यसरी मजाले भुट्ने, अझै अलिकति कलर आओस् अनि त्यसपछि हामी निकाल्ने छौं। अब यतिको भइसकेपछि अब मैले यसलाई साइडमा निकाल्ने छु। बनाउँदाखेरि हाइटमा हैन, डर छ, लो हिटमा गर्नुपर्छ यसलाई। अब यसलाई सेलाउन छोड्ने छौं, त्यसपछि पिस्छौं है त। अनि साइडमा चाहिँ मैले चामल भिजाइदिएको छु। मजाले 10-15 मिनेट जति भिजाउने। अब सेम प्यानमा हामीले पोक पकाउने छौं। त्यो लिएको छु। किमालाई यो चाहिँ हाल्नुहुन्न है। किमालाई अब पोकको किमा लिएको छु। अब यसलाई पकाउने मजाले रातो हुने गरीसम्म पकाउनु पर्छ है त। अब हरियो प्याज काटेको छु मैले। मिन्टलाई चाहिँ अब थोरै चाहिँ यतिकै राख्दिने अनि यति आधालाई चाहिँ मैले सानसानो गरेर काट्ने छु। धनियालाई पनि मैले सानसानो गरेर काटेको छु। त्यो हाम्रो चाहिने सब काटिसक्यो। अब यसलाई मासु पनि स्प्याङ टाइममा चलाउने। यो रातो हुने गरीसम्म पकाउनु पर्छ। अब चामललाई पनि पकाउने छु। हजुरलाई पनि यो घरमा बनाएर ट्राई गर्नु होला। एकदम मिठो हुन्छ जस्तो। म चाहिँ एकदम एक्साइटेड छु आज यो खानालाई। वाउ, सो डिलिसियस। खाएको त छैन, तै पनि अहिले नै मलाई कस्तो मिठो वासना आइसक्यो। के मसलाहरु हालेको छैन, यतिको भुट्दा भुट्दा नै मिठो वासना लागिसक्यो। यो चामल पनि चिसो भइसक्यो। अब यसलाई मजाले पटो बनाउँछौँ। अब हाम्रो यतिको भइसकेपछि चाहिँ हाम्रो चामलको पिठो रेडी भएको छ है त। थोरै चिनी, अघिनको राइस फ्लावर, थोरै फिस सस। अब मजाले एकछिन यसलाई पकाउने 2-3 मिनेट जति। प्याज, हरियो प्याज, सेतो प्याज, हरियो खोर्सानी, धनिया, मिन्ट हालेर मैले अब यसलाई एकछिन पकाउने छु। चलाइसकेपछि अनि फ्रेस कागजलाई यसरी मजाले निचार्ने। वाह, अनि हाम्रो यो लाब चाहिँ रेडी भएको छ है त। लेट्स प्लेट टुगेदर। हाम्रो टेस्टिङ भिडियो चाहिँ लिंकमा छ। लाइक मन पर्यो भने लाइक, सब्स्क्राइब, शेयर गरिदिनु होला। रेडी भएको छ। थ्यांक यू फर वाचिङ एन्ड सी यू इन नेक्स्ट भिडियो।